रविहरूको कुलमानहरूको बालेनहरूको एजेन्डा के छ एजेन्डा के छ के निकास समृद्धि सुशासन होइन तपाईँलाई थाहा छ सबैभन्दा बढी कर्मचारीमा भ्रष्टाचारी भनेको कुलमान हो अब म प्रमाण देखाइदिउँला प्रत्यक्ष निर्वाचन गर्ने होइन प्रत्यक्ष निर्वाचन प्रत्यक्ष कार्यकारी निर्वाचन गर्ने भनेर चाहिँ गरौँ न प्रधानमन्त्रीको जाउँ उहाँहरू आइसकेपछि गर्ने अरे होइन संशोधन गर्नुपर्छ त्यो फोकटिया कुरो गरेर हुन्छ त्यस्ता कुरा हुँदै हुँदैनन् नि त्यसले गर्दाखेरि तपाईँले के बुझ्नु भने नि उनीहरूले जे भनौँ त्यही हुनेवाला छैन अब सबै नेपालीले बुझिसके त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने सहकारी के तपाईँको प्रधानमन्त्री बाँडफाँड भयो होइन 70 बालेन शाह सभापति रवि लामी होइन 70 लाख सहकारीको पैसा बाँडफाँड भयो आज कसले बिहोर्ने त्यो बुढेसकालको सहारा हो नि पैसा बेचेको भएको र हिजो बालन नगरपालिकाको नगर मेयर हुँदाखेरि सडकमा बसेर कोही गरिबले खान पाएन हो कि होइन गरिबहरूका टोकरी मकैका टोकरीहरू लात तानेर उडाइयो फलफुलका टोकरीहरू हो कि होइन भनेपछि आज देशमा बालन शाह